ए सरकार गरिबका छोराछोरीहरूलाई यसरी नमार। अहिले बेरोजगार भएर देशमा बसिरहेकाहरूको हालत के छ अनि रोजगारीको लागि आफ्नो देशलाई छोडेर पर मुलुकमा गएर काम गर्न खोजिरहेकाहरूको हालत के छ सरकारले बुझ्न एकदमै आवश्यक छ। यति दर्दनाक स्थिति छ नि, सुख शान्तिसँग देशमा बस्ने वातावरण छैन, सुख शान्तिसँग परदेशमा गएर पनि काम गर्ने वातावरण छैन। नेपालदेखि आउँदा एजेन्टहरूले दलालहरूले फसाइदिइहाल्छ, विदेश आइसकेपछि यहाँ पनि दलालहरूले फसाइदिइहाल्छ। आखिर युवाहरूले सुख पाउने चाहिँ कहिले? देशमा युवाहरूको लागि लगानी गरेर काम गर्ने वातावरणको सिर्जना हुने चाहिँ कहिले? आज एउटा पार्टी भन्यो, त्यो पार्टीको हाँगा फुट्यो, त्यो पार्टीका एउटै पार्टीका हाँगा फुटेर 10औँवटा बनेका छन्। नयाँ च्याउ उम्रे जस्ता पार्टीहरू उम्रिरहेका छन्। आखिर यो कहिलेसम्म? आखिर देशको विकासको लागि नै तिमीहरू सबैजनाले पार्टी खोलिराखेका हो भने हिजोदेखि आजसम्म सधैँ पार्टी खोल्ने क्रम मात्रै अगाडि बढ्यो। कति पार्टी आए बिलाएर गए, कति पार्टी आए सत्तामै बसिरहेका छन्, खाइराखेका छन्, रहिराखेका छन् र आफ्नै मान्छेहरूलाई बनाइराखेका छन्, काठमाडौँमा घरगाडीहरू जोडिराखेका छन्। वास्तविक जुन श्रमजीवी कृषकका छोराछोरीहरू हुन् नि, तिनीहरू आज खाडीमा आएर काम गरिराखेका छन् र यहाँ पनि सुख र शान्तिसँग काम गर्न पाइराखेका छैनन्। आखिर यो चलिरहन्छ चाहिँ कहिलेसम्म? कि यही तरिकाले नेपालको विकास सम्भव छ त? तपाईँ हामीले एकपटक सोच्न आवश्यकता छ। अब नजिकै गरेको चुनाव जुन आउँदैछ नि, मान्छेलाई एकदमै राम्रोसँग चिनेर भोट गर्नुहोला। यो पार्टी 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 है, पार्टी त सबैको सिद्धान्त एउटै हो र देश र जनताको लागि नै विकास गर्ने भनेर मनमा दृढ सङ्कल्प राखेर यिनीहरूले पार्टी सुरुवात गर्ने हुन् र यिनीहरू पछि गएर भ्रष्टाचारमा लोप्त हुँदै जान्छन् र पार्टीको अस्तित्व पनि गुम्दै जान्छ र व्यक्तिगत आचरण पनि गुम्दै जान्छ। आखिर यो कहिलेसम्म रहिरहने हो? दिनमा 20,000 युवाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छोडेर बाहिर निस्किराखेका छन्। आखिर यो कहिलेसम्म? देशैमा लगानी गरेर काम गर्ने वातावरण यदि सरकारले सिर्जना गरिदिएको भए के साँच्चै युवाहरू देशमा रोकिन्थेन होलान्? 22,000 रुपियाँ कमाउनको लागि युवाहरूले 14 घन्टा ड्युटी गरिराखेको छ खाडीमा। मैले मेरो आँखाले देखिराखेको छु। के परिवारसँग बसेर 20-22,000 रुपियाँ कमाउने वातावरण नेपालमै भएको भए केही सबै युवाहरू विदेश र खाडीमा आउने गर्थे त? पक्कै पनि गर्थेनन्। यो कुरा आखिर बुझिदिने कसले? चुनाव आउँदैछ साथीहरू, एकदमै ध्यान दिएर मतदान गर्नुहोला है। थ्याङ्क यू सो मच गाइस।